Hey guys, what's up everybody? It's your Samit Jahan Vlogs. Welcome to my new vlog. आज हामी धेरै दिनपछि आज vlog बनाउन आम भनेको। अब धेरै नै भयो, अब 6-7 महिना भयो होला। म पनि थोरै बिजी थिए। अब किनकि मैले नि एउटा न्यू शप खोलेको आफ्नो पसलमा नि बस्नु पर्यो नि त। अनि पसलमा बस्दाखेरि आफुलाई टाइम नपाउने कहिले पनि। अनि आज यस्तो आज मुड छ के भएको कि आज जाउँ आज उपर धनगढी। आज युट्युबमा नि धेरै दिन भयो आज ब्लग नबनाएको। अनि आज तपाईहरुलाई नि एकचोटी भेटौँ भनेर, किनकि आफुलाई पनि अब टाइम पाउँदैन ब्लग बनाउनलाई। अनि तपाईहरुले सपोर्ट गरे भने त अब ब्लग टाइममा आउँछ। त्यही हो, सपोर्ट गरिदिनु होला। अनि अहिले हामी चाहिँ उपर धनगढी आउन लाग्यो। बाइकलाई एकछिन कुल गर्न लाग्यो, किनकि बाइक एकदम हिट भएको छ। बाइक हिट भएर अनि किनकि धेरै यता उपर धनगढीमा धेरै उकालो छ नि त। अब उकालो भएपछि चाहिँ ओभर हिटिङ हुन्छ। अनि ओभर हिटिङ भएर अनि त्यही भएर एकछिन अब यसलाई एकछिन चिसो गरौँ अनि त्यसपछि फेरि निस्कौँला। अनि हामी यो बाटोबाट क्रस गर्दै आएको कि यत्रो बाटो छ, यत्रो बाटोबाट उकालो छ। अनि त्यही भएर बाइक हिट हुन्छ अनि बढी जस्तो इन्जिन पनि जानी। त्यही भएर टाइम बिस्तारै जानी, रोकी जानी, इन्जिनलाई कुल पनि गर्ने। अब माथि गएर अब एकछिन अब घुमेर अनि त्यसपछि अब एकछिन त्यही 1-1.5 घन्टामा फर्किने हो। अनि हामी आधी बाटोमा आएर ब्लग बनाउन लाग्यो, त्यसको लागि सरी। किनकि उता जहाँ के अरे ट्राफिक छ, भिड छ पुरै, बाटो बनिराख। अब बाटो बन्दाखेरि अब आफूले नि अब ब्लग बनाउन मिलेन नि त। अब बाइक चलाउने कि ब्लग बनाउने त्यो हुन्छ, त्यसको लागि सरी। अब जाउँ माथि जाउँ, एकछिन घुमौँला, फोटोसोटो हानौँला। तपाईहरु इन्स्टाग्राममा फलो गर्नु भएन भने इन्स्टाग्राममा नि फलो गर्नु। अब जाउँ माथि, एकछिन हामी एकछिन यहाँ फोटो हान्छ, फोटो हानेर अनि त्यसपछि माथि तपाईलाई भेटौँला। अब फाइनली अब हामी पनि उपर धनगढी आयो। अब यहाँ हेर्नुहुन्छ उपर धनगढी। हामी पनि अब माथि जाँदैछौँ। यहाँ भर्डिङहरू चढ्दै हो। भर्डिङ चढेर अब माथि एकछिन जाने, घुमघाम गर्ने अनि त्यसपछि एकछिन फर्किने। तपाईहरु सपोर्ट गरिदिनु भयो भने अब योभन्दा नि अझै राम्रो भिडियो आउन सक्ला। त्यहाँ हेर्नुहुन्छ पुरै पहाडै पहाड। अर्को भाइ यहाँ तलाइरहे, गर्मीले मान्छे मर्छ। तर आउँदाखेरि जाडो लागिरहेको थियो, अहिले चाहिँ गर्मी लागिरहेको। यहाँ केही पसल पनि खुल्ला छैन, पानीहरू लिम भनेर पनि। अब एकछिन हामी भर्डिङ चढेर त्यसपछि तपाईँहरू माथि पुगेपछि तपाईँलाई अगाडि हेरौँला। माथि जाउँ पहिला अनि त्यसपछि तपाईँहरूसँग भेट्छु म। A few moments later. भर्खरै अब माथि हामी पुगिसक्यो। यहाँ अगाडि छ टिकट काउन्टर। टिकट काटेर हामी म पनि अब माथि जाँदै हो। भर्खर चिसो हावा चल्यो कि, अन्त अघिदेखि गर्मी लागिरहेको थियो। यहाँ अब केही बनाउँदै हुनुहुन्छ। यहाँ सब पानीको धाराले बनाउँदै हुनुहुन्छ। यो पहिला चाहिँ राजाको शासन हुन्थ्यो यहाँ चाहिँ। अहिले चाहिँ राजाहरू अब देश छोडेर गएपछि त अब कोही छैन, त्यही भएर यो टुरिस्ट इलाका बनाइदियो। अब टुरिज्मको लागि मान्छेहरू आउँछ घुम्न। अनि राजाहरू हुँदाखेरि चाहिँ यहीँबाट तपाईँहरूले पुरै घुम्न पाउँथ्यो। अहिले त सब टुरिस्ट भइसक्यो। आई लभ उपर धनगढी। म चाहिँ यहाँ मेरो सेकेन्ड चोटि यहाँ आएको। न त म यहाँ आउँथेँ अनि तपाईँको यहाँ सिरैचुलीबाट म फर्केर जान्थेँ।
म यहाँ माथि चाहिँ अहिलेसम्म आएको थिएन। यो चाहिँ मेरो यहाँको चाहिँ उपर धनगढीको चाहिँ फर्स्ट टाइम हो। न यता त पुरै घुमेँ, यताको चाहिँ फर्स्ट टाइम हो कि मेरो। आई लभ उपर धनगढी। त्यहाँ भाइलाई नि थकै लागिसक्यो, मलाई लास्टै थकै लगाइरह। एकछिन थकै मारौँ। अनि हामी पनि एकछिन थकै मारिसक्यो। अब जाउँ अब भित्र। अब यहाँबाट भित्र चाहिँ मौरी छ पुरै। अब एकछिन टाउको फाइनली इट्स कम टु देयर। यहाँ त अहिले बादल लगाएर केही पनि देखा परेन होइन। अहिले यो सबै किलाहरू हुन्थ्यो यहाँ चाहिँ, पुरै यो चाहिँ किलाहरू हुन्थ्यो कि यहाँको। अब किलाहरू भएपछि यहीँबाट हो पहिला गोलीहरू हान्ने राजाहरूले। पुरै यहाँ खाली नै खाली छ कि मान्छे यहाँबाट कुनै पनि नचढोस्। अब हुन्थ्यो नि त पहिलाको जेनेरेसनमा तपाईँहरूको मान्छेहरू राजाको शिकार गर्नलाई गोली पनि हान्न तयार थिए। अनि त्यही भएर यो सबै खाल्टो चाहिँ त्यही राजाको, अब कोही मान्छेहरू आएर राजालाई नमारोस् त्यही भएर यो सब यत्रो खाल्टो बनाए। अनि हाम्रो नेपालको झन्डा। मलाई त होइन लास्टै गर्मी भएको छ। मैले ज्याकेट पनि लगाएको छु नि त, ज्याकेट पनि लगाए। अनि त्यसमा मैले बाक्लो ज्याकेट छ, आउँदाखेरि जाडो लाग्छ भनेर। अनि त्यति जाडो त आउँदाखेरि चाहिँ जाडो छ। अब यहाँ माथि उकालोमा चढ्दाखेरि चाहिँ भित्रबाट गर्मी आइरह। अनि बाटो बनाइरह। अनि पुरै ग्राभल छ खल्टाङ खुल्टुङ। अनि त्यही खल्टाङ खुल्टुङमा चढ्दाखेरि चाहिँ बाटो आएको थिएन राम्रोसँग। अनि त्यही अब खल्टाङ खुल्टुङमा चक्का पछाडिको चक्का छिर्यो। अब निस्किनै माने थिएन। अनि त्यो बल्ल चक्का निकाल्यो। अनि निकालेपछि माथि आएको उकालो त लास्टै उकालो। तर यहाँ मान्छे होइन, नयाँ मान्छे सिकाएर आउनुपर्छ, पहाडबाट खस्छ। किनकि मान्छेको सातै लिएर जान्छ। हाम्रो त भइसक्यो नि त, अब चलाउने बानी परिसक्यो माथिबाट। अनि चलाउने बानी परेपछि त अब हाम्रो नि अब म त एक्सपिरियन्स भयो कि। अनि किनकि अब हामीले नि अब जिन्दगीमा धेरै अब लाइफ तलमाथि भयो। अब पहिला काम गर्दाखेरि चाहिँ सिक्यो, त्यसपछि त अब केही पनि पिर लाग्दैन। उकालो भयो नि नउकालो भयो नि मान्छे मजाले चढाउँछ हामीले। त्यस्तो त अब कोही मान्छे हुन्छ नि अब बाइक लिएर आउँछ, चढाउन नसकेपछि माथिबाट तल झारिदिन्छ। त्यस्तो छैन हाम्रो। भर्खर मौसम क्लिन भयो कि, भर्खर घाम आयो। अनि घाम आएपछि मौसम हल्का क्लिन भयो। अनि नत्र त पुरै बादलै बादल लाग्थ्यो। अब बादल आएपछि अब केही बादलमा केही देखै पर्दैन। अब तपाईँहरूलाई पनि अब बादल आइसक्यो रमाइलो पनि लाग्दैन नि त ब्लग हेर्न। अनि अब भर्खर घाम आयो। घाम आएपछि चाहिँ हल्का मौसम क्लिन भयो। क्लिन भएपछि चाहिँ अब एकछिन हामी पनि फोटोसोटो खिचौँ। फोटोसोटो खिचेर त्यसपछि अब एकछिन अब उता पनि अगाडि सोनाचुरी पनि जाने। सोनाचुरी गएर आज कति धेरै दिनपछि म यता माथि आएको। प्रायः मलाई पनि टाइम पाउँदैन। अब टाइम पाउँदैन। अनि त्यही भएर नि म आउन पनि भ्याउँदैन कि मलाई। अब एक्लै मान्छे कहाँ हेर्ने, त्यही भएर अब साह्रै त्यस्तो पनि टाइम पाउँदैन। अब मलाई पनि त्यस्तो अब चासो अब धेरै पहिला चासो थियो ब्लगर बन्नलाई। अनि बिचमा मैले छोडेको थिएँ। अब फेरि एकचोटि साथीसँग कुरा गरेको थिएँ, जुन मेरो साथीले चिन्नु भएकै होला, चितवन क्रेजी राइडर। ऊ पनि ब्लग बनाउँथ्यो। अहिले त उसको कङ्ग्रेचुलेसन 2000 सब्सक्राइबर पुग्न लाखा। अनि यसरी नै प्रगति गर। अब विदेश गएका मान्छे राम्रोसँग अब कमाएर होस्, राम्रोसँग ज्यान पाल। अब यहाँ आएपछि फेरि रमाइलो गरौँला हामी। अब त्यही हो, साथीहरू टाढा गएपछि चाहिँ लास्टै याद आउँछ नहुने होइन। अब के गर्ने, अब सबैको परिस्थिति अलग अलग हुन्छ। मेरो परिस्थिति छुट्टै छ, उसको परिस्थिति छुट्टै छ। ऊ आफ्नो परिस्थिति भएर मात्र गयो न त ऊ जान्थेन विदेश।
परिस्थिति छ। अब केटा मान्छेको लाइफै यस्तै हो। अब कमाएपछि चाहिँ मात्र इज्जत पाउने हो, पैसा नभएपछि कसले नि इज्जत दिँदैन। त्यही भएर एनी हाउ मनी इज पावर। मनी भएपछि त्यही भएर लाइफमा यति पैसा कमाउने हो कि मान्छेलाई कहिले दुःखै नपरोस् क्या, यति चाहिँ पैसा यहाँ कमाउने हो क्या। अब हाम्रो पनि यहाँ फोटोसोटो हामीले पनि खिच्यो। यो कुवामा चाहिँ के छ, यहाँ चाहिँ खाली नै खाली छ। सबै पहिला बनाएको सबै थियो, अहिले त सब खाली खाली हुन्छ। अब त्यस्तो खासै मान्छे नि आउनु चाहिँ आउँछ, त्यस्तो खासै नि मान्छे आउँदैन क्या यहाँ चाहिँ। ल हामीले नि अब यसलाई बाई बाई भन्नलाई अब थोरै यसमा नि खिचौँ। अब यसमा अनि यो ढोका मात्र बाँकी छ, अरू केही पनि छैन फोटो हान्न। अब फोटो हानेपछि यसमा फोटो हानेर अब हामी पनि अब एकछिन अब तल झर्ने अब शक्तिखोरतिर, अनि शक्तिखोरतिर झरेर पनि अब घरतिर जाने। भोक पनि लागिसक्यो। अब भोकसोक लागेर पनि अब मान्छे अब सकिन्छ अब एकछिनमा, किनकि पहाड चढेर मान्छेलाई भोक लागिसक्यो। अब बिस्तारै अब ब्लग पनि आउँछ बिस्तारै बिस्तारै। तपाईँहरूले यस्तै सपोर्ट गऱ्यो भने ब्लग आउँछ। अनि माया हेराइदिनु होला, तपाईँहरूले लाइक गरेर सब्सक्राइब पनि गरिदिनु होला। अगाडि भेटौँला। अब एकछिन अब यहाँ रेस्ट गरौँ, अब त्यसपछि एकछिन तल गएर घरसँग भेटौँला। अब ल फाइनली अब हामी पनि अब निस्किन लागिसक्यो तल। अब हामी पनि जाने। आउँदाखेरि खुट्टा दुख्यो थियो, जाँदाखेरि त अब दौडिँदै गयो नि, केही भएको हुँदैन। त्यही हो, रमाइलो भयो। अब तल गएर अब एकछिन अब घरतिर अब जाने। अब घर गएर अब एकछिन रेस्ट गरेर त्यसपछि फेरि बाहिर निस्कौँ कतै। सबै यहाँ नयाँ कुलो बनाउनु लाग्यो यहाँ चाहिँ। अहिले मतलब सबै अहिले भर्खर बनाउनु लाग्यो जस्तो हो। पहिला यो थिएन जस्तो लागेको थियो मलाई नि, अहिले चाहिँ रहेछ। अब तल झरौँ, तल गएर एकछिन टेस्ट गरौँ ल, सानी खाऊँ ल, अनि त्यसपछि अब कतै जाम्ला। अब अहिले सब हुसो लाग्यो यतातिर, अनि कतै घाम पनि लागिरहेको। अन्त यता त बढी जस्तो हुसै लाग्ने हो, घाम त प्राय निस्क्यो भने मात्र न त हुन्छै हो बढी जस्तो यसमा। यहाँ त वहाँ एकछिन क्याफे छ। अब जाउँ तल गएर अब एकछिन सानी खाने, साझा खाम्ला, फेरि निस्कौँ कतै। A few moments later. म पनि फाइनल घर पुगिसकेँ। अनि मैले धेरै टायर्ड भएको थिएँ, त्यो उकालो चढ्दा एकछिन आएर रेस्ट गरेँ। अनि अब ब्लग एन्ड गर्ने बेला पनि भइसक्यो। ब्लग राम्रो लाग्यो लाइक सेयर एन्ड सब्सक्राइब एन्ड कमेन्ट यस्तैमा आएर सपोर्ट गरिदिनु होला। अब फेरि अब भेटौँला न्यू ब्लगमा। त्यतिको लागि अब टेल एन्ड बी सेफ एन्ड राइट सेफ। बाय। बिग थैंक यू फॉर बीइंग हियर। बहुत बहुत धन्यवाद।